Match number 7 रहेको छ FC चितवन भिड्दै छ बुटवल लुम्बिनी FC सँग। उमेश बिरारीको यो स्टार्टिङ विसल। नोदीर स्विच गर्दै फार एन्डमा। बल जित्न सफल राइट ह्यान्ड साइडबाट शिशिरको क्रस आइरहेका छन्। यो प्रोग्रेसन राम्रो बुटवलबाट। केन्टाहारा एरिकको कर्नर किक अवसर छ केन्टा अझै पनि ब्राजिलियन फ्यानहरूको पनि उपस्थिति रहेको हुनु पर्दछ दशरथ रङ्गशालामा। अन्जन बिष्ट चितवन छिरिङको यो क्रस कटब्याक राम्रो पास रहेको थियो तर केही मुभहरू भने एरिक बिष्ट र यो प्रयास उत्कृष्ट ढङ्गको शट थियो। अझै पनि चान्स छ। राम्रो टच र यो पास अन साइड हुन सक्छन्। विक्टर उठिसकेको टरिक जेब्रिनको टरिकको यो स्विच फार लेफ्ट साइडमा राम्रो पास अन साइड रहेका छन् सुमित श्रेष्ठ। सुमितको कटेन तर राम्रोसँग बललाई रोक्न सफल र देखि राम्रो पास यहाँ अन्जनबाट। डीसी खेलाडी प्लेस गरेको थियो त्यो। ओ द्याट्स अ बिग मिस्टेक। खरी मद्दत गरिराख्नु पर्ने हुन्छ। यसै कारण पनि उनको टोटल स्टामिना इट वाज अ फाउल फ्रम एडम मिथा। खेलाडीहरू Nodir with a free kick and oh! Strikes again. What a shot there by Nodir. We've seen good stuff from him from the flanks. Side ma यहाँ मौका छ। बल अगाडि बढाउँदै चितवन ट्विस्ट एन्ड टर्न गर्दै टरिक स्टिल अन द बल। टरिक आफ्नो टिममेटको खोजीमा विक्टर बल कभर गर्न सफल। अन्जन क्रस गर्दै टु फार बल स्टिल डिडन्ट गो आउट। Nodir Mavlanov, that beautiful ball in the left hand side for the new man Yusuf Malik, giving it back to Mansare. Yusuf, they know the danger man. That left footed cross, Tariq Zebrin. Yo mauka move Tariq Zebrin sanga. Ferry Pani Zebrin, that left footed shot, and what a beautiful goal. We know that magical foot he has. He is the excellent midfielder. There Malik might try himself.